Hello guys, this is Nurse Bean from Nursing Academy. यदि तपाईहरु पनि हेल्थ सेक्टरमा हुनुहुन्छ, डेली एबीजी इन्टरप्रेट गर्नुपर्छ तर आइराको छैन भने यो भिडियो तपाईहरुको लागि हुन सक्छ। यदि एबीजी इजिली इन्टरप्रेट गर्ने हो भने चाहिँ केही बेसिक कुराहरु हुन्छ, त्यसको आइडिया हुनुपर्छ। जस्तै प्यारामिटर्सहरु pH, PaCO2 एन्ड SCO3 जसको नर्मल रेन्ज कति हो र डिरेन्ज भयो भने कुन कन्डिसन लिड गर्छ भन्ने कुरा पनि आइडिया हुनुपर्छ। त्यसैगरी केही टर्मिनोलोजिजहरु हुन्छ, त्यसको बारेमा आइडिया हुनुपर्छ। जस्तै एसिडोसिस भनेको के हो, अल्कालोसिस भनेको के हो, कुन बेलामा रेस्पिरेटरी कन्डिसन्स हुन्छ, कुन बेलामा मेटाबोलिक हुन्छ र कुन बेलामा कम्पेन्सेसन हुन्छ। सबैभन्दा पहिले एसिडोसिस हो कि अल्कालोसिस हो भनेर फाइन्ड आउट गर्नको लागि pH चेक गर्नुपर्ने हुन्छ। यदि pH नर्मल रेन्ज भन्दा डिरेन्ज छ भने, जस्तै 7.35 भन्दा लेस छ भने चाहिँ त्यो एसिडोसिस हुन्छ र इफ 7.45 भन्दा हाई छ भने त्यो बेलामा अल्कालोसिस हुन्छ। सेकेन्ड स्टेप भनेको रेस्पिरेटरी हो कि मेटाबोलिक हो आइडेन्टिफाई गर्नुपर्छ। त्यसको लागि PaCO2 भ्यालु र SCO3 भ्यालु हेर्नुपर्ने हुन्छ। यदि CO2 डिरेन्ज छ भने त्यो रेस्पिरेटरी डिसअर्डर हुन्छ भने, यदि SCO3 डिरेन्ज छ भने त्यो मेटाबोलिक कन्डिसन हुन्छ। र यसमा अर्को इम्पोर्टेन्ट कुरा प्यारामिटर्स बीचको रिलेसन हेर्नुपर्ने हुन्छ। pH को रिलेसन CO2 सँग अपोजिट हुन्छ। हेलो गाइज, दिस इज नर्स बीन फ्रम नर्सिङ एकाडेमी। यदि तपाईहरु पनि हेल्थ सेक्टरमा हुनुहुन्छ, डेली एबीजी इन्टरप्रेट गर्नुपर्छ तर आइराको छैन भने यो भिडियो तपाईहरुको लागि हुन सक्छ। यदि एबीजी इजिली इन्टरप्रेट गर्ने हो भने चाहिँ केही बेसिक कुराहरु हुन्छ, त्यसको आइडिया हुनुपर्छ। जस्तै प्यारामिटर्सहरु pH, PaCO2 एन्ड SCO3 जसको नर्मल रेन्ज कति हो र डिरेन्ज भयो भने कुन कन्डिसन लिड गर्छ भन्ने कुरा पनि आइडिया हुनुपर्छ। त्यसैगरी केही टर्मिनोलोजिजहरु हुन्छ, त्यसको बारेमा आइडिया हुनुपर्छ। जस्तै एसिडोसिस भनेको के हो, अल्कालोसिस भनेको के हो, कुन बेलामा रेस्पिरेटरी कन्डिसन्स हुन्छ, कुन बेलामा मेटाबोलिक हुन्छ र कुन बेलामा कम्पेन्सेसन हुन्छ। सबैभन्दा पहिले एसिडोसिस हो कि अल्कालोसिस हो भनेर फाइन्ड आउट गर्नको लागि pH चेक गर्नुपर्ने हुन्छ। यदि pH नर्मल रेन्ज भन्दा डिरेन्ज छ भने, जस्तै 7.35 भन्दा लेस छ भने चाहिँ त्यो एसिडोसिस हुन्छ र इफ 7.45 भन्दा हाई छ भने त्यो बेलामा अल्कालोसिस हुन्छ। सेकेन्ड स्टेप भनेको रेस्पिरेटरी हो कि मेटाबोलिक हो आइडेन्टिफाई गर्नुपर्छ। त्यसको लागि PaCO2 भ्यालु र SCO3 भ्यालु हेर्नुपर्ने हुन्छ। यदि CO2 डिरेन्ज छ भने त्यो रेस्पिरेटरी डिसअर्डर हुन्छ भने, यदि SCO3 डिरेन्ज छ भने त्यो मेटाबोलिक कन्डिसन हुन्छ। र यसमा अर्को इम्पोर्टेन्ट कुरा प्यारामिटर्स बीचको रिलेसन हेर्नुपर्ने हुन्छ। pH को रिलेसन CO2 सँग अपोजिट हुन्छ।